दासहरूको पार्टी होइन, कांग्रेस जिउँदो मानिसहरूको पार्टी। जेना काठमाडौँ महानगरपालिका के वासी हाम्रा काम करे काठमाडौँ रासपाको डाइरेक्ट कि कांग्रेस अन्तर्घातको पीड। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले फागुन 21 गतेको चुनाव आउन लगभग 1 महिनाभन्दा पनि कम छ। तर त्योभन्दा पहिले नै सबैको ध्यान खिचेको छ प्रधानमन्त्रीको रूपमा बालेन शाह, केपी ओली, गगन थापा उठेका छन्। भिडियोको मतलब यो होइन कि भिडियोमा आज हामी कुरा गर्नेछौँ नेताको रणनीति र पब्लिक डिमान्डको आधारमा हेड टु हेड कम्पेरिजन गर्ने कोसिस गर्नेछौँ। पब्लिक डिबेटमा बालेन शाहको अस्वीकारपछि आलोचना गर्ने र समर्थन गर्नेहरू बाँडिएका छन्। गत माघ 9 साँझ 7 बजे टीकाराम यात्रीले यो स्ट्याटस लेखेका थिए। यो स्ट्याटसमा लेखेका थिए, ठोस नीति योजना र कार्यक्रम सहित साझा बहसको लागि हार्दिक आह्वान गर्दछौँ। जस्तै कि नेकपा एमालेबाट केपी शर्मा ओली र रासोपाबाट बालेन्द्र शाह र जस्तै कांग्रेसबाट गगन कुमार थापा। गगन थापाले र केपी ओलीले स्वीकार गरिसकेपछि भन्ने कुरा हुँदै गर्दा त त्यसलाई त हामी त एकदम हृदयबाटै स्वागत गर्छौँ र त्यो बहसहरू होस् भन्ने पनि चाहन्छौँ। त्यो प्रधानमन्त्रीको प्रस्तावित उम्मेदवारहरूको मुखबाट मैले सरकार सञ्चालन गर्दै गर्दा मेरा प्राथमिकताहरू के हुन्छन्, मैले कसरी सञ्चालन गर्छु भनेर सुन्ने कुराको अपेक्षा गर्नु, सञ्चार माध्यमले पनि नागरिकहरूका पुर्याउने कुराको कोसिस गर्ने कुरा एकदम जायज छ, स्वाभाविक छ र मैले त त्यसलाई एउटा ठुलो मौकाको रूपमा गरिसकेपछि केपी ओलीले लेखेको स्ट्याटसको मुनि लेख्छन् बालेन शाह, 76 जना बच्चाको हत्यारा र उसको हतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यही समान भए जस्तै हो भनेर उनले लेखेका थिए। गगन थापाले आफ्नो पुरानो ठाउँ क्षेत्र नम्बर 4 काठमाडौँबाट छाडेर उनी सर्लाही 4 पुगेका छन्, जहाँ उनले भिडन्त गर्दैछन् अमरेश कुमार सिंह। यी दुवैको राइभलरी चर्किँदै त्यसमा पनि घिउ थप्ने काम गरेका छन् अमरेश कुमार सिंहले। जबकि जेनजी आन्दोलनपछि महाधिवेशनबाट चम्किएका थिए र उनले महाधिवेशन गरेर आफू कांग्रेसको सभापति पनि बनेका थिए। त्यसपछि उनले पुरानाहरूलाई पनि हटाए। कांग्रेस दास र लासहरूको पार्टी होइन, कांग्रेस जिउँदो मानिसहरूको पार्टी। कांग्रेसमा प्रश्न मरेको छैन। आफ्नो सोर्स हटाएर र यसमा सोच्नुपर्ने कुरा के छ भने उनले जब आफ्नो उम्मेदवारी दिए उनले उही पुरानो आफ्नो काठमाडौँ क्षेत्र नम्बर 4बाट भने दिएनन्, उनले सर्लाही 4बाट दिएका थिए। यतापट्टि अमरेश कुमार सिंहको बारेमा कुरा गर्नुपर्दा उनले कांग्रेसबाट पनि कारबाही भएका थिए। उनले त्यसपछि स्वतन्त्रबाट जित पनि हासिल गरे। यसमा पनि एक इन्ट्रेस्टिङ कुरा के छ भने अमरेश कुमारले जित्दै आइरहेको ठाउँ एक कांग्रेसको पकड भएको ठाउँ हो। लगभग 1 लाख भन्दा बढी मतदाता भएको ठाउँमा पछिल्लो निर्वाचनमा 69,000 भन्दा पनि कम भोट खसेको थियो, जसमा पनि अमरेश कुमार सिंहले 1700 भन्दा बढी मतान्तरले हराएका थिए। हामीले अगाडि कुरा गर्यौं बालेन शाहले केपी शर्मा ओलीको स्ट्याटसमा गरेको कमेन्टदेखि लिएर पछिल्लो समयदेखि भइरहेका कुराहरूलाई पनि हामीले यो भिडियोमा त मेन्सन गरेका छौँ। त्यो भिडियोलाई पनि यो भिडियो सकेपछि चेक गर्न सक्नुहुनेछ। अब बढ्छौँ हामी अहिलेको लेटेस्ट नेगेटिभिटी अर्थात् बालेन शाहमाथि र केपी ओलीमाथि भइरहेको छ। बालेन शाहलाई जेनजीलाई ट्रिगर गरेको र केपी ओलीले मान्छे मारेको, हत्यारा भएको यस्तै आदि इत्यादि कुराहरू त छँदैछन्, जसमा कि बालेन शाह अहिलेसम्म पनि पर्सनल्ली मिडियामा भने फेस गरेका छैनन्। उतापट्टिको साइडमा हेर्ने हो भने केपी ओलीले मिडिया सामु आएर आफ्ना कुराहरू राखेका छन्, जसमा चाहिँ उनले भनेका छन् म फेरि पनि 6 महिनापछि ग्यास ल्याउँछु भनेका छन्। म प्रधानमन्त्री भएँ भने 6 महिनाभित्र ग्यास वितरण गर्छु। यो रेकर्डमा रहोस्। पक्कै पनि यो रेकर्डमा छ, रेकर्डमा रहोस्। यो अहिले पनि बजाउनु होला। प्रधानमन्त्री भएँ भने 6 महिनाभित्र भनेको छु मैले। दिने पछि बजाए पनि हुन्छ सम्झनाका लागि। फेरि ग्यास यो चुनाव अगाडिको चिप्लो र चिल्लो घोषणा मात्र होइन, म कहिले त्यसो गर्दिनँ। जस्तै उनले यिनै सबै कुराहरू भने पनि अथवा बालेन शाहलाई क्रिटिसाइज गरे पनि उनलाई कटाक्षी हानेर डाइरेक्ट नभए पनि इन्डाइरेक्ट रूपमा केही न केही कुराहरू त राखिरहेका छन्। पुगेका छन् सिगौरी खेल्न। मैले धेरै केही भन्नु पर्दैन। अन्डा 2 प्रकारका हुन्छन्, एउटा बतासे, एउटा साँच्चैको अन्डा। बतासे अन्डाबाट चल्ला निक्लिँदैन, जसमा चाहिँ बालेन शाहबाट यस्तो खाले प्रतिक्रिया हामीले देखिरहेका छैनौँ। भिडियोको बिचमा तपाईँहरूलाई म एक प्रश्न सोध्न चाहेँ, के बालेन शाहले मिडिया फेस नगरिकन चुनाव जित्न सक्लान् त? मतलब सबै अडियन्स सामु आफ्ना कुरा र आफ्ना भिजनहरू नपुर्याइकन पब्लिक डिबेट नगरिकन उनले चुनाव जित्न सक्लान् त? कि उनले माथि सबैलाई विश्वास जताउन सक्छन् त भन्ने कुराहरूलाई मेन्सन गरिएको छ, जसमा चाहिँ तपाईँले यो प्रश्नको जवाफ यस या नोमा पनि दिन सक्नुहुनेछ। यी दुवैजना झापा सहरबाट त लड्दै आइरहेका छन्, तर झापाको हिस्ट्री यस्तो छ कि 8
चोटि चुनाव हुँदाखेरि 7 चोटि नै केपी ओलीले शानदार जित हासिल गरेका छन्। केही दिन अघि बालेन शाह सुकुम्बासी बस्तीमा पुगेका थिए र सुकुम्बासी बस्तीमा उनले भनेका थिए बाढी पहिरोबाट जोगाउनलाई हामीले सुकुम्बासी बस्ती हटाएका थियौँ भनेका थिए। र त्यसैमा कटाक्ष गर्दै केपी ओलीले पनि आफ्नो स्टेटमेन्ट राखेका थिए। उनले भनेका थिए सुकुम्बासीलाई हटाउनलाई डोजर चलाउनु पर्ने रहेछ भनेका थिए। झापामा सुकुम्बासीलाई डोजर लाएर किन हटाएको भन्दा उनको सुरक्षाका लागि पो डोजर लगाइदिएको त मैले त भनेको पनि सुनियो। सुरक्षाका लागि डोजर लगाइदो रहेछ। वैकल्पिक व्यवस्था गर्नुपर्ने रहेनछ। वैकल्पिक व्यवस्था गरेर आवासको चाँजो पाँजो मिलाएर स्थानान्तरण गर्नु। अझै इन्ट्रेस्टिङ कुरा के छ भने केपी ओली र बालेन शाहले कटाक्ष गर्दा गर्दै पनि त्यसमा मुछिएका छन् रवि लामिछानेले चितवन गएर भनेछन् कोही आएर डोजर चलाउन खोज्छ भने म छाती थाप्नेछु भनेका थिए। डोजर चलेछ भने डोजरभन्दा पहिला म छाती थापेर बस्छु नि, किन चिन्ता गर्नुहुन्छ? तर कानुन नागेर होइन, अन्याय गरेर पनि होइन। तिमीहरूलाई यो आयो भने डोजर चलाउँछ त्यो चलाउँछ भनेर सुकुम्बासी समस्यालाई कसैले भोट बैंक बनाएको छ भने त्यो भोट बैंक बन्द गर्ने। यो थियो हाम्रो छोटो कम्पेरिजन। तपाईँले यसपालि कसलाई भोट दिँदै हुनुहुन्छ? बालेन शाह, केपी ओली, गगन थापा अथवा अन्य कोही? जो कमेन्टमा गर्न नबिर्सिनु होला। तपाईँले आफ्ना राय राख्न सक्नुहुनेछ तल कमेन्ट सेक्सनमा र तपाईँले च्यानललाई सब्सक्राइब गरेर र भिडियोलाई लाइक गरेर हाम्रो फ्यामिलीको पार्ट बन्न सक्नुहुनेछ। तपाईँहरूलाई हाम्रो भिडियोमा केही कमी कमजोरी अथवा केही सजेसन दिन चाहनुहुन्छ भने कमेन्ट बक्स प्योरली खुल्ला छ। तपाईँले आफ्नो राय र आफ्नो ओपिनियनहरूलाई मजाले खुलस्त पारामा लेख्न सक्नुहुनेछ। धेरै धेरै धन्यवाद यहाँसम्म भिडियो हेरिदिनु भएकोमा। हामीलाई केही सल्लाह सुझावको जरुरत छ, तपाईँले